प्लस टू वा ब्याचलर्स पछि विदेश जाने सोचमा हुनुहुन्छ? अब चिन्ता छोड्नुहोस्। डाफे इन्टरनेसनल कन्सल्टिङ मार्फत युके, अस्ट्रेलिया, क्यानाडा, युएसए र न्युजिल्यान्डका उत्कृष्ट विश्वविद्यालयमा भर्ना र भिजाको लागि आजै परामर्श लिनुहोस्। लन्डन पुतली सडक र सुनाकोठीमा हाम्रो कार्यालय छ। हामी डाफे इन्टरनेसनल कन्सल्टिङ सर्भिसेस चाहिँ बिल्कुलै हामी चाहिँ सर्भिस ओरिएन्टेड भयौँ होइन। अब हामी चाहिँ स्पेसली गर्ने भनेको चाहिँ हामी तपाईँको युके गर्छौँ, अस्ट्रेलिया गर्छौँ, क्यानाडा, न्युजिल्यान्ड, फिनल्यान्ड र युएस गर्छौँ। टोटली अहिलेसम्म हामी बिल्कुल यो 2 वर्षको अन्तरालमा चाहिँ हामीले 50+ चाहिँ स्टुडेन्ट पठायौँ। तर अब अहिले चाहिँ जस्तो अब नयाँ नेपाल बनेको कारणले जस्तो बालन सरकार आयो भने अब यसमा चाहिँ मान्छेले बिल्कुल अब सबैको आफ्नो सोचाइ छ कि कतिले चाहिँ के भन्छन् भने अब नयाँ आएपछि काम गर्न गाह्रो छ यताउता भन्छन्। तर कस्तो मेरो विचारमा चाहिँ मेरो इन्टरनल एजम्सन चाहिँ के छ भने चाहिँ तपाईँको काम गर्दै जाँदाखेरि जसले जेन्युन काम गर्छ, जसले फेयर काम गर्छ तिनीहरूलाई समस्या होइन कि। समस्या भनेको चाहिँ जस्तो अब अरूले जस्तो काम गरेर मेरो अफिस यहाँ छ यता छ भनेर चाहिँ फिजिकली चाहिँ अफिस चाहिँ आफ्नो झोलामा बोकेर हिँड्ने, बिल्कुलै 5 स्टार होटेलतिर बिल्कुलै वाउ बनाएर जस्तो डकुमेन्टहरू मिलाएर यता गरेर गर्नेलाई चाहिँ समस्या होला। तर हामीलाई चाहिँ छैन। तर अब अहिले चाहिँ के छ भने एउटा चाहिँ अब स्टुडेन्ट जानलाई एउटा प्रपर डिसिसन बनाएर गर्ने चिजहरू जस्तो हाम्रो अब अहिले चाहिँ जस्तो पासपोर्टमा समस्याहरू, मेडिकलमा समस्याहरू कुरा छन्। अब त्यो पनि अहिले त अब नयाँ सरकारले चाहिँ अब घरमै दिने सबै चिज गर्ने, पासपोर्ट घरमै आउँछ। अब आफ्नो लाइनमा गएर बसिरहनु पर्ने यता भन्ने कुरा त छैन। तर अब यो कुराहरू गर्दै सँगसँगै गर्दा चाहिँ जस्तो पढ्न जाने बाटोमा चाहिँ जानलाई चाहिँ दिनु पऱ्यो। तर भोलि चाहिँ बिल्कुलै फर्केर एजुकेसन मिलिसकेपछि दिनेपछि चाहिँ म भोलि आफ्नो कन्ट्रीमा आउँछु गर्छु भन्ने बाटो चाहिँ पोलिटिकल इन्भाइरोमेन्ट बनायो भने चाहिँ प्रब्लम